यस्तोहरु चाहिँ कम त दामी छैन यत्रो हो क्या यो त एभ्रीवान वेलकम ब्याक टु माई च्यानल हिजो चाहिँ हामीले त्यहाँ माथि त्यो अर्को अरिङ्गल पोलेको थियो फेरि आज यहाँ बारुल भेटायो कि अनि बारुल पोल्न हामी दुई भाइ यहाँनिर रहेछ अब पोल्न लागिरहेछ बद्य सद्य रेडी भइसक्यो अब एकछिन टिपेर टाप दिने हो आज चाहिँ यत्तिको घाम चाहिँ लागिरहेछ यार अब यसलाई पोलेर टिपेर टाप कसेर खाऊँ मन मलाई अब त्यत्रो मेहनत लाएर पोल्यो यार तर खाली रहेछ क्या यहाँ एउटा टाउको निस्केछ बच्चाको अरू केही छैन खाली अब पनि लानै परिहाल्यो यत्रो पोलिसक्यो त्यत्रो खरनास गरी गरी अब त्यहाँ माथि छ एउटा सानो त्यो पनि गएर हेरेर पोलिदिन्छ होला नाथे त्यसलाई अघि त्यो के भन्छ भइरहेछ नि त्यो अघि नै बारुलाई पोल्यो अनि बारुलाई पोलेर बारुलाई त्यो खाली रहेछ क्या अनि यहाँ नस्पति टिप्न आएको थियो हेर्नु नस्पति यति कलेक्सन गरियो मजाले खाइयो यस्तोहरू चाहिँ एकदम मिठो छ कि लास्टै मिठो छ यो चाहिँ अमिलो अमिलो छ यस्तोहरू चाहिँ कम त दामी छैन गुलियो छ अब यति कलेक्सन गर्यो अब यति चाहिँ बोकेर जानु लाग्यो दाइले झारिदियो चाहिँ उयो परको रुखबाट उयोको रुख देख्नु भएको छैन हो त्यो रुख नस्पतिको चाहिँ कोदो यस्तो भएको छ बाहिरतिर अब चाहिँ घरतिर जानु लागेको अब एकछिनमा लागिन्छ यतातिर यस्तो 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 यस्ता अब नुहाउनु नि पर्ने भयो हेर न घाम चाहिँ लागेको छैन होइन तर कस्तो हपक्क गर्मी गर्मी फिल भइरहेको छ कि मलाई चाहिँ अब सर्लक्क नुहाउनु भए चाहिँ आनन्द हुन्थ्यो भनेको नत्र फेरि यतिको नि यो उठ्दैन कि के हो यार त्यो दिनै बिग्रिहाल्यो भने बिजो गयो अब मजाले घाम लाग्नु पऱ्यो निलो आकाश खोल्नु पऱ्यो बेलामा के भयो त्यही नि अब चाहिँ लागिन्छ यो बोकेर अहिले यस्तै हुन्छ है त अहिले चाहिँ घरमा आइपुग्यो नस्पति ल्याएर यताउता फोटोसुट पनि हान्यो नस्पति यहाँ छ फ्याक कति सो त्यही नि अब चाहिँ घाँस काट्नुपर्ने छ यार तनाव छ नि यार मलाई कम त गाह्रो छ त अब यही रुखको घाँस हो ड्याङ डुङ लगाएर काटिन्छ अनि त्यसपछि एकछिनमा बाख्रा चलाइन्छ चलाउन गइन्छ बाख्रा नुहाउने भनेको त्यत्तिको नुहाएको नि त्यही नि अब माथिमा पुगेर कस्तो कस्तो हुँदो रहेछ त्यति बेला हेर्नुपर्ने हुन्छ कस्तो हुन्छ भनेर अहिले यति नै सो गुड मर्निङ गाइज सो आज नेक्स्ट डे अनि आज पनि हेर न यार के भएको यस्तो दिन बिग्रेर तनावसँग त्यही अब नुहाउने भनेको दिनै बिग्रेर के हो यस्तो नुहाउनु नि मिलेन अब खोकी लगाएर यस्तो त जानु नि बेर लाउँदैन नि त चिसो लाग्यो भने त सो त्यही भएर अब नुहाउनु नि मिलेको छैन यो हुस्सु आएको आइछ हेर न यता डेन्जर पाराको हुस्सु लागेको छ हिजो अस्ति 3 दिन जति भयो घामै देखेको छैन घाम कहाँ हो थाहा छैन अहिलेदेखि हामी त्यतैतिर हिँड्दै बसिरहेको क्या कस्तो जाडो चिसो फिल भइरहेको छ यतातिर हेर्न शीतहरू कस्तो दामी हो यस्तो डेन्जर छ घाँसहरूले नि घाम नदेखेको 2-3 दिनै भइसक्यो यतैतिर अनि बसिरहेको हुन्थ्यो यता गोठ घर हेर्दै यता उति यहाँनिर कत्रो ठुलो फर्सी छ यार फर्सी देखाउनु पर्यो यति ठुलो छ नि यहाँ फर्सी हेर्नु न यहाँ हेर त कत्रो हो क्या यो त यत्रो उडो छ नि अन्त कहाँबाट हुन्छ त ऊ त्यहाँनिर काँक्रिन्छ हाम्रो कहाँनिर यार यहाँ झुन्डिरहेको छ क्या मस्त पाराले सो अब कपडा सपडा चाहिँ धुनु पर्थ्यो तर यस्तो भएको छ कपडा पनि सुक्दैन कपडा एउटा टी सर्ट सुक्दैन 3 दिन लाग्छ होला अब त वेदर बिग्रेर मौसम बिग्रेर तनाव छ अब जाने आगो ताप्ने बस्ने अनि फेरि घाँस काट्ने यस्तै छ पौडी खेल्न जाने भनेको दिन त यस्तो अब यस्तो पौडी खेल्यो भने त जान्छ होला मान्छे नि अहिले आएर त हेर्नु त यता कस्तो बिजो गएको थियो यता यस्तै हुन्थ्यो भने त हुँदैन क्या फेरि मजै आउँदैन अहिले त झन् ड्याममै बस्यो यार ल हेर्नु यता शान्त छ है फेरि गाउँ चाहिँ केही पनि छैन त्यस्तो गाडी साडी यताउति त्यो केही पनि आवाज पनि आउँदैन चराहरू चाहिँ चिची कराउँछ अनि मान्छे कराए मात्र हो नत्र त यहाँनिर चाहिँ अब बाख्रा बाँध्न लाग्नु भएको छ मम्मीले तर यहाँ चाहिँ के भन्छ पानी पर हिलो भएको छ नि त त्यही भएर चाहिँ त्यही गोठमा छ बाख्रा चाहिँ यहाँ गोठमा यहाँ काँक्रा छ
टुलुटुल हेर्दै बसिरहेको छ अब यस्तो चिसोमा झन् चिसो काँक्रा खायो भने त खोकी लाग्छ चिसो लाग्छ डेन्जर भइहाल्छ त्यही भएर चाहिँ अब यत्तिकै नै म्यानेज गर्नुपर्छ यहाँ फोकस गर्न यार सर्लक्क दि आहा सर ठ्याक्क दि अन्त कहाँबाट हुन्छ त यस्तो भएपछि त के हो यार फोकस चाहिँ गर्दैन त ए यहाँ चाहिँ क्या काली तिम्रो नजरले गोली यहाँबाट हेरौँ है त कस्तो दामी देखिरहेको छ यो ढोड नकाटेर चाहिँ बिजोक बनाइदियो क्या जुका पनि के हो यार हेर त छ्या गुट्टीले हेर्नु यस्तो छ अब यो रुख भइहाल्यो यता घाम्रो गर अनि यता आहा अहिले यत्तिकै चाहिँ खुल्यो अघि नै भनेर चाहिँ यो खुलेको होइन त यो खोल्नु त के खोल्थ्यो तर यता त घाम लागिरहेको छ यार यता हेर्नु त हाम्रोतिर मात्र के घाम नलाग्यो घामै नलागेर बिजोक भइदिरहेको छ अनि मकै पोलेर खाएँ हेर्नु मुख पनि कालो कालो देखिरहनु भयो ल अब यस्तै हो त्यो जाडो भइरहेको छ अब जाडो झन् दिन प्रतिदिन गर्दै बढिरहेछ सो त्यही भएर आफ्नो ज्यानको केयर गर्नु होला आफैले भन्दै म चाहिँ अब घाँस काट्न जान लागेको गाइज अब मासतिर म जानु पऱ्यो अनि भाइले चाहिँ बाख्रा चराउँछ मम्मी तलतिर त गोरुले घाँस काट्नु जानु भएको छ अनि म चाहिँ बाख्राले घाँस काट्नु पऱ्यो भनेर हँसिया पनि उठाएँ अनि देन त्यसपछि लाग्यो अब यस्तो फुलहरू हुन्छ नि योदेखि लिएर यस्तो घाँस सबै मिसाएर चाहिँ आज ल्याएर बाख्राले दिनुपर्ने छ अब त्यही भएर चाहिँ मलाई लागेको तर कहाँ गएर काट्ने भन्ने कुरो चाहिँ यहाँ फिक्स भएको छैन क्या अझैसम्म अब त्यही भएर म त के हो भन्दै हिँडिरहेको छु सो अनि यो भिडियो चाहिँ कति लामो भयो के भयो मलाई नै थाहा छैन यसलाई काटाकुटुक लगाएर एडिटिङ हानेर अहिले नै अपलोड हाल्नुपर्ने छ किनभने मेरो एमबी एकछिनमा खलास हुनेवाला छ सो त्यही भएर मैले चाँडोभन्दा चाँडो एडिटिङ हानेर चाहिँ अपलोडिङ हान्नुपर्ने छ त्यसैले भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला अनि जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ यतातिर यस्तो छ बाटो सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्दै सो म आजलाई बिदा हुन चाहन्छु किनभने दिन पनि यस्तो छ अनि यो घुम्न जानु त हुन्थ्यो कि दिनै यस्तो छ अनि कहाँ घुम्न जान्छ नि यस्तो दिनमा त कहीँ पनि देख्दैन त्यही भएर चाहिँ नि सो आजले भिडियो यति नै छ भन्दैछु ओके सी यु नेक्स्ट भिडियो भोलि पर्सितिर कहिले हुन्छ म टाइम मिलाएर चाँडै आउँछु